हेलो गाइस, वेलकम ब्याक टु माई च्यानल। आई होप तपाईहरु सन्चै हुनुहुन्छ। म पनि सन्चै छु अनि फेरि पनि मेरो न्यू ब्लगमा स्वागत छ। आज चाहिँ हामी उदालगुडी प्रोग्रामको लागि निस्केको छु। त्यसको लागि मम्मी चाहिँ राम्ररी गरेर आउनु ल भनेर पठाउनु हुँदैछ। र गाइस, यो भिडियो चाहिँ हिजोको हो। मेरो भिडियो चाहिँ एक दिन अघिपछि हुन्छ किनकि हाम्रो हिजो प्रोग्राम थियो। त्यसको लागि उदालगुडी गएको थियौँ र तपाईहरुलाई त्यो कुरो निश्चय थाहा छ। र जानुभन्दा अगाडि अब घरमा मम्मीलाई भनेर राम्ररी गरेर आउनु भनेर मम्मीले आशीर्वाद दिइवरी पठाउनु भयो अनि हामी ठक्कसँगले टमटममा उठेर जानेतिर लाग्यौँ। र गाइस, यहाँ हेर्न सक्नुहुन्छ होला बगानको माझमा होइन कति राम्रो छ नि भ्यू हेरेर धेरै राम्रो लाग्यो। र गाइस, धेरै 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 नै खुसी छौँ हामीले यो प्रोग्राममा जानको लागि र उदालगुडीवासीसँग चाहिँ भेट्नको लागि र यति माया गरेर हामीलाई बोलाउनु भएको छ बान्दरगुडीमा। र हामीलाई धेरै 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 खुसी लागेको छ त्यहाँ जान पुरा एक्साइट छौँ हाम्रो त्यसको लागि। र फाइनली अहिले चाहिँ ट्रेन पनि आइपुगिसक्यो। यहाँ हेर्नु न, अब हामी यहाँ ठक्कसँगले उठेर यसको 2 घन्टा बादमा त हामी उदालगुडी पुगि नै हाल्छौँ। र यो भिडियो चाहिँ हिजोको मैले चाहिँ दिन कति अलिकति यता र उता हुन्छ तपाईँलाई थाहै छ नि। ठक्कसँगले ट्रेनमा बस्यौँ। हामीको चाहिँ दिन बहुत राम्रो छ किनभने न बस जाने बित्तिकै बस्ने जग्गा पनि भेटिहालेको छौँ। यति राम्रो होइन, त्यसमा चाहिँ सिट हेर्नु न कस्तो राम्रो जग्गामा खिड्कीको छेउमा सिट भेटेको छु। म चाहिँ एकदम बाहिर हेर्दै हेर्दै गइरहेको छु। र गाइस, मलाई चाहिँ धेरै मिठो पारेर नक्कल पारेर बोल्न आउँदैन। जस्तो मेरो रियालिटी छ म त्यस्तै बोल्छु। र तपाईँलाई चाहिँ कस्तो के लाग्छ कमेन्ट गरेर भनिदिनु होला है त। र मलाई चाहिँ नक्कल झक्कल पारेर चाहिँ मलाई खासै गरेर बोल्न बिल्कुल आउँदैन। अब आउँदैन जति नै कोसिस गरेँ मैले 2-3 खेप ट्राई गरेँ राम्रो बोल्नको लागि तर मदेखिबाट चाहिँ हुने रहेछ। त्यसको लागि चाहिँ मैले छोडिदिएँ र बस्दा 2 घन्टाको बाटो बोरिङ पनि भइसक्यो। अनि त्यसको लागि अब यसो क्यामेरा निकालेर आफूलाई देखाउने कोसिस गर्दैछु। आफूलाई देखाएन भने ब्लग कहाँबाट होइन। त्यसको लागि बहिनीले चाहिँ तेरो भिडियो गरिदिन्छु भनेर बहिनीले चाहिँ भिडियो गरिदिन थियो। मलाई चाहिँ धेरै अल्छी लाग्यो बस्दै अनि फाइनली अहिले हामीहरू चाहिँ आइपुग्न पनि आँट्यौँ। अब नेक्स्ट स्टेसनमा हामी चाहिँ नाम्नु पनि पर्छ। त्यसको लागि चाहिँ म त्यही भन्दैछु तपाईँहरूलाई चाहिँ हामी अब फाइनली पुग्न आँट्यौँ भनेर भन्दैछु। अब भोइसहरू चाहिँ मैले म्युट गर्दै किनभने साउन्ड बेसी आउँदैछ अनि अलिकति नराम्रो लाग्छ बेसी साउन्ड भयो भने त्यसकै लागि चाहिँ। र गाइस, अहिले चाहिँ हामीहरू अब लाहे गरेर पुगि पनि सक्यौँ। र बेलुका चाहिँ हाम्रो प्रोग्राम छ त्यस्तै हामीलाई 10 बजी 10:30 बजीदेखिबाट प्रोग्राम छ त्यसको लागि। र फाइनली अहिले चाहिँ हामीहरू उदालगुडी स्टेसनमा आएर नामिसक्यौँ। यहाँ हेर्न सक्नुहुन्छ होला हामी सबैजना चाहिँ अब यहाँ एकछिन बस्नु पर्यो। अब लिन आउँछु भन्नुभएको छ होइन, लिन आउनुहुन्छ भनेर हामी सबैजना बसेर वेट गरिरहेको छौँ अब कतिखेर आउनुहुन्छ भनेर। र बहिनीलाई चाहिँ धेरै थाकिरहेको चाहिँ पुरा यसरी ढल्किनेतिर लागि हेर्नु न। हामीलाई चाहिँ केही अब होइन आफूलाई यस्तो चाहिँ देखाउन मन लाग्छ जस्तो सिम्पलै हामीलाई राम्रो लाग्छ र धेरै खुसी पनि लाग्छ। त्यसकै लागि चाहिँ अनि हामी जतै मतै जस्तो पाएँ त्यस्तै अब हामीलेमा चाहिँ केही छैन त्यस्तो अब सिम्पल हामीहरू होइन। त्यसको लागि र फाइनली अहिले चाहिँ हामीले लिन पनि आइपुगिसक्नु भयो अनि हामी सक्कसँगले हाम्रो बेगसेग लगेर अनि गाडीमा राखिदिइवरी अब यहाँबाट हामीहरू जानु पर्यो अब फेरि बान्दरगुडीको लागि। त्यसको लागि चाहिँ हामी सबैजना निस्किसक्यौँ। र फाइनली अहिले हामी प्रोग्राममा पनि पुगिसक्यौँ। यहाँ हेर्न सक्नुहुन्छ होला कस्तो राम्रो नजारा छ नि। यहाँ लिङ्गेपिङदेखिबाट तुङसी घरदेखिबाट अरू धेरै प्रदर्शनीको सामानहरू छ हाम्रो अगाडिको होइन। ती सबैहरू चाहिँ तपाईँलाई म देखाउँदै गर्छु नेक्स्ट भिडियोमा। पार्ट 2 मा अर्को भिडियो भेट्नुहुन्छ होला। र गाइस, आजलाई चाहिँ यति नै। तपाईँलाई चाहिँ मेरो भिडियो हेरेर कस्तो के लाग्छ कमेन्टमा गरेर भनिदिनु होला। थ्याङ्क यू फर वाचिङ।